प्रधानमन्त्री केपी शर्मा ओलीले गैर सरकारी अस्पतालमा न्यूनतम तलब समेत नभएका चिकित्सक र नर्सहरूको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले नर्सहरू पनि श्रमिक भएकाले न्यूनतम तलब पाउनुपर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका पेसाकर्मीहरूलाई न्यूनतम तलब समेत नदिएको खबर आफूसँग आइपुगेको भन्दै यस्तो अन्याय अब सह्य नहुने बताए। प्रधानमन्त्री ओलीले भने नर्सहरू श्रमिक हुन्, चिकित्सकहरू पनि श्रमिक नै हुन्, तर कतिपय गैर सरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक समेत नदिएको खबर सुनिरहेको छु। यो अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध छ। कुनै पनि बहानामा चिकित्सक र नर्सहरूलाई कानूनले तोकेको न्यूनतम भन्दा कम तलब दिएर काम लाउन पाउँदैन। अब यसलाई कानुनी रूपमा थप कडाई गर्नुपर्छ। उनले नेपालमा अझै पनि समानताको स्थिति नआइसकेको र समाजवादको विकसित रूप संस्थागत हुन नसकेको बताए। प्रधानमन्त्रीका अनुसार न्यूनतम ज्याला पाउनकै लागि स्वास्थ्यकर्मीहरूलाई लड्नुपर्ने अवस्था रहनु दुःखद छ। सरकार अब न्यूनतम तलब सुनिश्चित गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेको उनले बताए। त्यसैगरी स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि नर्स र चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न सरकार सक्रिय रहेको बताए। काठमाडौँमा आयोजित अर्को कार्यक्रममा मन्त्री पौडेलले हाल नर्सहरूको तलब 22,000 र चिकित्सकहरूको तलब 48,000 मात्र रहेको उल्लेख गर्दै यस्तो पारिश्रमिकमा जीवनयापन गर्न कठिन भएको बताए। उनले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न सरकारले कडा कदम चाल्न लागेको प्रश्न पार्दै नेपालमा स्वास्थ्यकर्मीहरू उचित पारिश्रमिक नपाएर विदेशिन बाध्य छन्। श्रम ऐनले व्यवस्था गरे अनुसारको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्था निर्माण गर्न सके मात्र स्वास्थ्यकर्मीहरूको विदेश पलायन रोक्न सकिन्छ। मन्त्री पौडेलका अनुसार न्यूनतम पारिश्रमिकलाई कानुनी रूपमा लागू गर्न सरकारले अब चाँडै नै नयाँ नीति ल्याउने तयारी गरिरहेको छ। उनले नर्स र चिकित्सकहरूको न्यूनतम तलबलाई बढाएर श्रम ऐनले तोकेको दर रेट भन्दा माथि पुर्याउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीको यो चेतावनीपछि स्वास्थ्यकर्मीहरूमा अब तलब वृद्धिको आशा पलाएको छ। अब सरकार कति प्रभावकारी रूपमा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक वृद्धिमा पहल गर्छ भन्ने हेर्न बाँकी छ।